ल आमा यो आज साउने सङ्क्रान्तिलाई साउन लागिरहेको छ, मेहन्दी लगाउनु भएको छ। मेहन्दी लगाउँदा कस्तो लागिरहेको छ आमा तपाईँलाई? राम्रो लागिरहेको छ। ल ठिक छ। ल यो के हो त? यो हैँसाले घाँस काट्ने होइन? ठिक छ। यता बुवा चाहिँ अब घाँस लिन जान थाल्नु लागेको छ। यो डोको भन्छ यसलाई, डोको है हाम्रो गाउँघरतिर है, यो नाम्लो हो है। अब घाँस लिन जाने हामी। यहाँ साइलो बुवा आउन, कहाँ गएर आउन साइलो बुवा? बिपी कस्तो रहेछ? ठिक रहेछ। आज भोलि चिटिक्क पर्न छ, झन् भर्खरको देखिन। यो के को कमाल हो? गाउँघरमा होइन अर्ग्यानिक खाना पाइए यसै पनि रमाइलो रहिरहेछ होइन? ल ठिक छ ठिक छ। हेर्नुहोस् ल कति रमाइलो हरियाली। ल गाइस तपाईँहरू चाहिँ हाम्रो घरमा आउन सक्नुहुन्छ। केराको घरी हेर्नुहोस् कति ठुलो केराको घरी छ, पाकेको छ। खान मन छ नि आउनुहोस् है। ल यी मकैहरू यो चाहिँ चुच्चे करेले भन्छ हाम्रोतिर चाहिँ। दाउराहरू एकदम देखिएको छ है। यो चाहिँ हाम्रो साइली आमाको घर हो है। यी बाख्राहरू क्या रे छस्? पाडी भैँसी हान्छ क्या अहिले? हान्ला है हान्ला। हेर्नुहोस् है गाई चाहिँ। ल उठो 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 उठो। ल हान्न खोज्छ है नचिनेर मलाई। यो हाम्रै भैँसी हो, बाख्रो। कागतीहरू एकदमै फलिरहेका छन् यी मकैहरू। ल हेर्नुहोस् गाइजहरू एकदम मकै कति धेरै छन्, कति धेरै छन्। अब चाहिँ म घाँस काट्न जान थालिरहेको छु है। ल हामी चाहिँ अब घाँस काट्न गइरहेका छौँ डोको सोको बोकेर। साउराबारी जान थाले हामी। साउराबारी सिस्नोले चाहिँ पोल्छ है छोयो भने। सानोमा हामीले नपढ्दाखेरि सिस्नोले हान्नुहुन्थ्यो है हाम्रो बुवा आमाले। ल बाँसका घारीहरू सानोमा यहीँ हामी खेल्थ्यौँ, हुर्क्यौँ यहीँ है। यी देख्दाखेरि नि एकदम रमाइलो छेडहरूको याद आउँछ। पारी ती डाँडाहरू यो स्वर्ग हो है। आफू जन्मेको गाउँ, आफू जन्मेको ठाउँ, आफू हुर्केको ठाउँ, सानोमा बिताएको ठाउँ चाहिँ जसलाई पनि प्यारो लाग्छ। किनकि यसमा चाहिँ धेरै कुराहरू जोडिएको हुन्छ, आफ्नो बचपना, आफ्नो बालापन। यो मोटर बाटो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ग्राभलिङ समेत भइसकेको छ। गाउँघरमा चाहिँ आजभोलि एकदम सेवा सुविधा पिच गर्दैछ। आधा जति चाहिँ पिच भइसकेको छ। पहाडी त्यो घोर्लासीको डाँडो है। हेर्नुहोस् ल पुरा पहाडहरू कति राम्रो देखिरहेको छ। मुढाहरू। अनि पहिलोचोटि अब घर आएर घाँस काट्न जाँदा कस्तो लागिरहेको छ त? एकदम रमाइलो लागिरहेको छ। यो 70 वर्षको उमेरमा पनि बुवामा यो जोस। कति वर्षको हुन बुवा? 75 वर्षका। अझै पनि घाँस काट्न सक्नुहुन्छ? यता हेरेर बोल्नुहोस्। काट्छु सक्छु। मेरा बा ठिक छ ठिक छ। अहिले के को घाँस काट्न जान थाल्न? भुइँ घाँस काट्न जान्नुहुन्छ है? ठिक छ। आजभोलि बाटो यताबाट भयो रहेछ होइन? धेरै राम्रो हो नि त। कति राम्रो। ओ रामे दाई के छ हाल खबर? ठिक छ नि? घर सर राम्रो बनाएर बसेछ? म आएको त हिजो। ल बसौँ ल, आउन ल घरतिर है। ल स्वर्ग जानु पर्दैन है साथीहरू। यहाँ आउनुहोस्, गाउँमा आएर बस्नुहोस् 2-4 दिन, त्यसै स्वर्ग हुन्छ। यो शीतल, यो हावा, यो हरियाली, अनेक प्रकारका मान्छेका ती पीडाहरू पनि यहाँ आएपछि बिर्सिन्छ।
पहिला पहिला यहाँ कति खेती गर्थेँ, आजभोलि सबै छोडेँ। कहाँ काट्ने हो र? यहीँ हो? ए उता बारीमा यतातिर चाहिँ हेर्नुहोस्, बाँदरले र बँदेलले एकदम सताउँछ कि दुःख छ है। त्यो पारी चाहिँ त्यो पारी ढाकाबाङ अनि धारा पानी देखेको है, त्यो पारी डाँडा आउँदै देखेको त्यो चाहिँ औवाल गोर्खला भन्छ है। अहिले चाहिँ म भूमिका स्थान नगरपालिका वडा नम्बर 8 को लम्चीमा छु। ए यो नाम हाम्रो ठिक छ। तार त निकाले हन बुवा, तार निकाले कि नहीं यहाँ है? तार निकाले हन कि नहीं? बिहानी यो चाहिँ बाँदरलाई दबाउनको लागि पर्छ है। गाउँघरमा अलि गाह्रो हो नि त, बाँदरले धेरै सताउँछ। अमृसो अमृसो, यसलाई अमृसो भन्छ। जति नि गरेको होला। ल है गाइस, अब घाँस काट्नु पर्यो नि गाउँघरमा आएपछि। घाँस काट्नु पर्यो कि नै? पैसा ल्याउनु त, यसरी घाँस काट्नु पर्छ है। अब घाँस काट्न आएका हम तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लागिरहेको छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। फेरि पनि यस्तै भिडियो लिएर आउनेछौँ है गाइस। त्यहाँ ल यसरी है घाँस काट्ने, गाउँघरतिर यसरी घाँस काट्छन्। घाँस काट्न पनि सिक्नुपर्छ, नत्र फेरि हैसाले हात काटिहाल्छ नि त। ल है गाइज, आजलाई चाहिँ यति। फेरि अर्को पार्ट लिएर आउने नै छु। थ्याङ्क यू भेरी मच फर वाचिङ आवर भिडियो।